हेलो विद्यार्थी साथीहरू, सम्पूर्णलाई स्वागत छ गोइने मोटिभेसन युट्युब च्यानलमा। आज चाहिँ हामी ब्याचलर फर्स्ट इयरमा रहेको बिजनेस स्ट्याटिक्स बुकबाट च्याप्टर 6मा रहेको सिम्पल करेक्सन एन्ड रिग्रेसन भन्ने पाठबाट हामी क्वेसन नम्बर 17 लिएर उपस्थित भइसकेका छौँ। यस च्याप्टरमा अरू क्वेसन सजिलो भए तापनि यसको फर्मेट लामो हुने कारणले गर्दाखेरि धेरै विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ गाह्रो देखिएको छ, जसले गर्दा यस क्वेसनहरूलाई सल्भ गर्न हामीहरूले आज उपस्थित भइसकेका छौँ। हजुरहरूलाई पनि यस्तै यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्दै हामीलाई सपोर्ट गर्नु होला। हामी पनि यस्तै भिडियोहरूको सल्भ लिएर उपस्थित हुने नै छौँ। ल लागौँ क्वेसनतर्फ। ल अब चाहिँ क्वेसनतर्फ लागौँ। यो क्वेसनको फर्मेट लामो हुने भएको हुनाले भिडियो लामो हुन्छ भनेर मैले चाहिँ पहिलेबाट नै फर्मेट रेडी पारेर आइसकेको छु। अब यस क्वेसनमा चाहिँ पहिले हामीले मिडल भ्यालु निकाल्ने गर्छौँ। पहिले यसको र त्यसपछि वाइको निकाल्छौँ, जसको कारणले पहिले यसको 7.5, त्यसपछि 12.5, 17.5 र 22.5 र 27.5 गरी यसको मिडल भ्यालु निकाल्छौँ। त्यसपछि चाहिँ हामीले वाइको मिडल भ्यालु निकाल्ने गर्छौँ, जसको कारणले 10को डिफ्रेन्स भएको हुनाले 20, 30, 40, 50 र 60 गर्दै यसको मिडल भ्यालु राख्नेछौँ। हामीले मिडल भ्यालु राखिसकेपछि चाहिँ यसको बिचमा रहेको क्वेसनमा दिएको जुन मान हुन्छ त्यसलाई लेख्नेछौँ। यसको 6, 3 ड्यासको ड्यास लेख्ने। क्वेसनमा जे के छ त्यसको अनुसार सार्नु होला। यो क्वेसन त्यति गाह्रो त होइन, विद्यार्थीहरूलाई मात्रै गाह्रो, लामो फर्मेट भएको कारण गाह्रो देखिने मात्रै हो। अब 10, 15, 7 र ड्यास। ल यस्तै गरी चाहिँ हामीले क्वेसन सल्भ गर्दै जानेछौँ। अब चाहिँ 7, 10 र 4 अनि पछि ड्यास तीन ठाउँ ड्यास रहेको छ। अनि पछि 4 र 5लाई हामी राख्ने गर्छौँ। अब चाहिँ हामीहरूले डिएक्स र डिवाईको मानलाई राख्दै जानेछौँ। अब चाहिँ हामीले डिएक्सको मानलाई राख्न सुरु गरौँ है त। अब माथि डिएक्सको मान राख्न चाहिँ हामीले एक्स माइनस मिडल भ्यालु र त्यस तलबाट डिफ्रेन्ट कति छ त्यसलाई निकालेर हामीले मान राख्ने गरिन्छ। हामीले चाहिँ माथिपट्टिको एक्सको मान राखिसक्यौँ, वाईको मान राख्नेछौँ। यो चाहिँ सजिलो है त। अब वाईको मान -1। अब त्यो चाहिँ एक्स भनेको 30 भयो, माइनस अब हामीले 20लाई मिडल भ्यालु अथवा 30लाई मिडल भ्यालु मानेर तलपट्टि डिफ्रेन्स 10 छ जसले भाग गर्नुपर्ने हुन्छ। यो गरेपछि चाहिँ हाम्रो यो मान आउने गर्छ है त। अब चाहिँ हामीले यो तर वाई र एक्स दुइटा निकालेर भइसकेपछि अब एफ र निकाल्नु पर्ने हुन्छ। एफ भनेको ठाडो जोड्ने जसले एफ निस्कन्छ। अब ठाडो जोडेमा एफ एक्स र वाला एफ र उस जोडेमा त्यसवाला जोडेमा एफवाई निस्कने भएको हुनाले हामी ठाडो जोड्छौँ है त। पहिले 9, 29, 32 र 7 र 10 4 जोड्दाखेरि 21 अनि पछि 5, 4, 9 त्यसको 9, 29, 32, 21 र 9 आउने गर्छ। अब चाहिँ तेस्रो जोडमै त 9 आयो। 3, 6, 10 गर्दाखेरि 3, 6, 16, 10, 25, 3, 29 भयो। अनि पछि 10 र 15, 25, 7, 32 भयो। अनि पछि 7, 10, 17, 4, 21 भयो। 4 र 5 गर्दा 9 भयो है त। अब चाहिँ हामीले एफको मान निकालिसकेपछि एफ डिएक्स र एफ डिवाई निकाल्नु पर्ने हुन्छ। त्यसभन्दा पहिले चाहिँ हाम्रो यन भनेको चाहिँ एफ र दुईतिरको एफ बराबर आयो भने हाम्रो बल्ल यहाँबाट हिसाब मिल्यो भन्ने कुरा सुरु हुन्छ, जसको आधारमा दुईटा यन बराबर आउनुपर्ने हुन्छ। हाम्रो चाहिँ यहाँ यन बराबर आइसकेको छ। अब चाहिँ हामीले एफ डिवाई र एफ डिएक्स निकाल्नेछौँ। अब चाहिँ एफ डिवाईको मान निकाल्न सुरु गरौँ त। अब चाहिँ हामीहरूले एफ डिवाई भनेको चाहिँ यो माइनस गर्दै जानुपर्ने हुन्छ। बत्तीस। अब 21 × 2 हान्ने है त 42 भयो। जुन हामीले डिएक्स र डिवाईको मान निकालेको त्यसलाई गुणन गर्दा चाहिँ एफ डिवाई आएर आउने गर्छ है त। अब चाहिँ एक्सको -1 भएको हुनाले 9 भयो, 0 भयो। 32 एकानी 32, 21 दुना 42 भयो। अनि पछि 9 त्यहाँ 27, चाहिँ 27 आइसक्यो है त। अब चाहिँ हामीले एफ डी स्क्वायर र एफ डिवाई स्क्वायरको मान राख्नुपर्ने हुन्छ।
अब एफ डिवाई भनेको 1 लाई -1 लाई स्क्वायर गर्ने अनि पछि एफ डिवाई छ नि त्यसलाई चाहिँ हामीले इन्टु गर्नुपर्ने हुन्छ माइनस माइनस प्लस हुन्छ त्यस कारणले अब 9 राख्दाखेरि नहुने भयो 0 भएपछि हरेक ठाउँ 0 हुन्छ त्यस कारणले हामीले धेरै ठाउँमा चाहिँ 0 लेख्नुपर्ने हुन्छ है त 32 गर्दा 32 भयो अब 2 दुना 4 × 42 गर्दा चाहिँ 168 अब चाहिँ 3 3 9 9 × 9 गर्दाखेरि 81 हुने गर्छ अब चाहिँ हामी 81 पुग्यो अब ठाडो पनि लगभग सेम अङ्क भएको हुनाले यहाँ चाहिँ हाम्रो सेम भएको छ तर क्वेसनमा चाहिँ अलग अलग आउने हुनाले आफ्नो अनुसार लेख्नु होला हरेक क्वेसनमा सेम हुन्छ भन्ने हुँदैन यहाँ चाहिँ हाम्रो यस्तै भएको छ अरू क्वेसनमा सेम होला नहोला 168 अब 9 नभए 81 नै भयो यो अब चाहिँ हामीले आखिरीमा यो एफ एक्स र डिवाई निकाल्नको लागि चाहिँ हामीले चाहिँ माथिपट्टि कोठा अब चाहिँ माथिका जुन कोठाहरूमा हामीले तिनटालाई गुणन गरेर मान राख्ने गर्छौँ एक्स र वाइ र बिचको जुन मान छ नि त्यसलाई हामीले गुणन गरेर चाहिँ त्यो माथि कोठामा मान राख्ने गर्छ जसले गर्दा एफ डिएक्स र डिवाईको मान राख्नको लागि हामीलाई सजिलो हुने गर्छ यो पनि सेम हो ठाडो एफ डिवाई र डिएक्स र उतापट्टिको डी र डिवाई आउने गर्छ जुनको मान चाहिँ इक्वल हुनुपर्ने हुन्छ जब इक्वल हुन्छ तलपट्टि बल्ल मिल्ने गर्छ है त अब चाहिँ हामीले मान राख्दैनौँ त 0 भएको ठाउँमा सिधै 0 राख्न मिल्छ हामीले किनभने कहिले पनि 0सँग गुणन गर्दाखेरि अरू अङ्क आउने हुन्न त्यस कारणले 0को मान सबमा 0 राख्दै हामीले बल्ल माथिपट्टि गुणन गर्न सुरु गर्दा हुन्छ है त अब चाहिँ हामीले तिनटालाई गुणन गर्दै राख्दै त 5 3 15 हुने भएको 15 राख्यो अब 1 भएको ठाउँमा चाहिँ अब बराबर मान आउने गर्छ त्यसले सबै सेम हुने गर्छ है त यो चाहिँ हाम्रो धेरै क्वेसन सेम भएको हुनाले अङ्क पनि लगभग सेम आउने गर्छन् त्यस कारणले हामीलाई यो सजिलो क्वेसन जस्तो लागेको थियो है त अब 2ले 2लाई भाग गर्नु 3 दुना 6 6 चौको 24 मा आउने गर्छ है त यसको मान चाहिँ 24 हुने गर्छ अब चाहिँ हामी यहाँ तलपट्टिको अब 3 र 2 3 दुना 6 6 चौको 24 अब 3 तिया 9 5 9 पन्चे 45 ल अब चाहिँ अब ठाडोले ठाडो जोड्ने 1300 मा 1300 जोड्ने गरेर चाहिँ हामीले मान राख्ने गर्छौँ 6 भयो अनि पछि तल 0 29 70 अनि पछि 70 यो क्वेसनमा चाहिँ हरेक मान सेम आएको छन् तर अरू क्वेसनमा यस्तो नहुन पनि सक्छ त्यस कारणले आफ्नो क्वेसन गर्दाखेरि ध्यान दिएर गर्नु होला यसको टोटल मान चाहिँ 182 आएको हुनाले हाम्रो क्वेसन यहाँसम्म मिलेछ भन्ने कुरा जानकारी भएको छ अब चाहिँ हामीले अर्को सूत्र राख्नेछौँ एन सिम्मा एफ डिएक्स डिवाई माइनस सिम्मा एफ डिएक्स सिम्मा एफ डिवाईको सूत्र तलपट्टि तलपट्टि कष्ट रुटभित्र एन सिम्मा एफ डी स्क्वायर एक्स माइनस सिम्मा एफ डिएक्स अर्को रुट बनाउँदै पछि रुट अब सेम हो हजुरहरूले यो सूत्र त सबैले खोज्नु होला हरेक इक्जाममा सूत्र मिल्यो भने पनि हाम्रो थोरै नम्बर आउने हुनाले सम्पूर्णले सूत्र चाहिँ जान्नुपर्ने हुन्छ यो क्वेसन त्यति गाह्रो त छैन है त अब यसलाई सबमा मान राख्दै जानु है त सब माथिपट्टिको मान राख्दै यन भनेको 100 नै छ अर्को चाहिँ एफडिएक्सको कति कति टोटल आउँछ टोटल हेर्दै मान राख्दै गर्नु होला है त अब सब यो क्वेसनमा सेम भएको मान चाहिँ दुईटैको सेम नै छ
च्यानल त्यति अप्ठ्यारो क्वेसन त छैन है त। यनको ठाउँमा 100 राख्दै जानुहोस् अनि पछि यो एफडी स्क्वायर एक्स स्क्वायर लास्टमा अरू त केही पनि होइन त्यो एफडी स्क्वायरको ठाउँमा स्क्वायर गर्न चाहिँ नबिर्सिनु होला। त्यसले गर्दा धेरै विद्यार्थीको चाहिँ यहाँ आउँदाखेरि गल्ती हुने गर्छ। अब यतिसम्म मिलेपछि त यो सबले मिलाउँछ। माथिपट्टिको जुन माथिपट्टिको टेबल हुन्छ नि त्यही बनाउने अप्ठ्यारो हुने हो। तलपट्टि सूत्रमा राख्ने त जम्मीलाई सूत्र याद भयो भने सब याद हुने गर्छ। त्यस कारण तलपट्टिको चाहिँ अप्ठ्यारो होइन, माथिको मिलायो भने चाहिँ सबले मिलाउँछ है त। अब चाहिँ हामीले क्यालकुलेटर हान्दै यतापट्टि हान्दै गर्ने गर्छौँ। अब 92 × 92 अन्त चाहिँ 8464 अपन सबबाट क्यालकुलेटर भने सोही हान्नु होला है त। धेरैको मान्छेको चाहिँ क्यालकुलेटरमा जिरोको गल्ती हुनाले चाहिँ धेरैको एन्सर बिग्रिने गर्छ। माथिपट्टिको टेबल सोही भए पनि तलपट्टिको एन्सर बिग्रियो भने चाहिँ सब अलिकति नम्बर काटिने भएको हुनाले त माथिपट्टिको टेबल मिले पनि तलपट्टिको क्यालकुलेटर हान्दाखेरि चाहिँ अलिक ध्यान दिएर हान्नु होला, बरु रिचेक हान्नु होला होइन। ल अब चाहिँ सूत्रमा राख्दै जाने है त। ल 29,000 माइनस 84,664 अन्त चाहिँ दुइटाको सेममा गरेर एउटै मान राख्दा मिल्छ। 20,536 माइनस 20,536 गर्ने अनि पछि रुडमा राख्नुपर्छ है त्यसलाई त। रुडमा हाने चाहिँ रुडमा हानेको त्यही आउँदाखेरि सजिलो नै हुन्छ। हजुर यहाँबाट चाहिँ हामी स्क्वायर गर्नेछौँ। तब जसलाई त्यही रुटमा राख्न चाहिँ नबिर्सिनु होला है त। जुन माथि हजुरको 82,000 छ नि त्यसलाई चाहिँ 84,000मा माइनस गरेर तलपट्टिको चाहिँ रोडमा राखेर भाग गर्नुपर्ने हुन्छ, जसले गर्दा अन्तिम एन्सर निस्कने गर्छ। माथिपट्टिको चाहिँ 9,736 आएको छ। तलको चाहिँ अब रुटभित्र राखेपछि 20,536 आउँछ। त्यसलाई चाहिँ 9,336ले 20,536ले भाग गर्दा फाइनल एन्सर भने 0 पोइन्ट उठाउने गर्छ। आजको कथालाई यति नै हो। एन्सर यति आइसकेको छ, एन्सर पनि मिलिसकेको छ। यस्तै नयाँ भिडियो हेर्नको लागि यस च्यानललाई सब्सक्राइब गर्नु होला, सपोर्ट गर्नु होला। हस्त धन्यवाद।